Hello guys, welcome to my vlog. This is my first vlog. आज चाहिँ म vlogging start गर्दै हो. उता चाहिँ मेरो दिदी, उ चाहिँ makeup artist. Look at that, Madam Siri. See something in my vlog. उ चाहिँ ट्युसन पढाउँदै जाँदैछ guys. उ चाहिँ के भन्छन् त्यो फाउन्डेसन नभएर लिपस्टिक. It's a blush. लिपस्टिक लगाउँदैछ guys. So कसैले कमेन्टमा डोनेट गर्न चाहनुहुन्छ भने प्लिज कमेन्ट बिलो. अनि अब चाहिँ हामी ब्लगिङ स्टार्ट गर्दै हो गाइस. आजबाट म चाहिँ अब एकछिनमा कमल पोखरी निस्किन्छु. ऊ चाहिँ ट्युसन पढाउन निस्किन्छ. हामी चाहिँ अहिले रेडी भएर निस्किसकेका छौँ बाहिर. सो लुक एट द्याट, मेरो सिस्टर चाहिँ अब चाहिँ म चाहिँ उता कमल पोखरी जाँदै हो. सो यो चाहिँ मैत्री विश्वको गाइस, यो चाहिँ कपडा पसल हो. सो से समथिङ इन माई ब्लग. हेलो हेलो. So guys, look at the gangster in Moiti Devi Chowk. So guys, हामी चाहिँ अहिले निस्किसकेका छौँ. सो अब बिस्तारै बिस्तारै निस्किँदैछौँ. सो त्यो चाहिँ मासु पुजल गाइज, मासु चाहिँ म यता आउनु होला. सो फर्स्ट ब्लगमा यस्तै हुन्छ गाइज, बोल्न अलिअलि अप्ठ्यारै हुँदैछ. हाम्रो सिस्टर चाहिँ यता हेर्दै हुनुहुन्छ ब्लगमा. गाइज हामी चाहिँ अहिले मोहित देवी मन्दिर नजिक पुग्दैछौँ. So look at my shoes guys. This is Venus and look at the street guys. So यो चाहिँ मैत्री देवी मन्दिर हो गाइस. यो चाहिँ यतापट्टिको गल्ली. यो चाहिँ मैत्री देवी मन्दिर गाइस. अब एकछिनमा देख्दै सक्नुहुन्छ. सो यो चाहिँ प्लेग्राउन्ड. सो उता चाहिँ यो चाहिँ प्लेग्राउन्ड गाइस, फुटबल खेल्ने. दिस इज मैत्री देवी मन्दिर गाइस. आज साँझ पूजा हुन्छ गाइस यता चाहिँ. अहिले चाहिँ खाली छ मन्दिर. लास्ट भिड हुन्छ साँझ बेला चाहिँ. सो ऊ चाहिँ मेरो सिस्टर. हेलो. एक्लै एक्लै कता हिँडेको, बिजुली बालेर. सो अब चाहिँ हामी उता कमल पोखरी जाँदैछौँ. त्यो चाहिँ गणेश्वर चोक. यताबाट राइट गयो भने कमल पोखरी निस्किन्छ. सो त्यो चाहिँ लेफ्ट जाने हो. यो चाहिँ लेफ्ट जाने हो. म चाहिँ राइट जाने हो. यो चाहिँ लेफ्ट जाने हो. सो दिदी चाहिँ उता गइसक्नु भयो. अब म चाहिँ उता कमल पोखरी यत्तिकै डुल्न जाँदै हो. के गर्ने, रुममा बसेर झ्याउ लाग्यो अनि यत्तिकै निस्किरहेको हिँड्दै हिँड्दै. सो उताबाट ग्याङ्स्टरहरू आउँदैछन् काठमाडौँको, देख्न सक्नुहुनेछ. यता चाहिँ चिरी यता चाहिँ जाम लागेको छ गाइसहरू, देख्न सक्नुहुनेछ. काठमाडौँको जाम यस्तै हो गाइस. जाम त नाटन छ, के गर्ने. केपी बा देश बनाऊ, देश बनाऊ, यस्तो जामहरू हटाऊ. अब जामै जाम छ. अब हामी नजिक नजिक पुग्दैछौँ गाइस कमल पोखरीको. उता चाहिँ सिभिल मल आउँदैछ एकछिनपछि. अनि यो चाहिँ थकाली खाना घर. यता आउनु सक्नुहुनेछ हजुरहरूले भोग लाग्यो भने. यता पनि गाइस पहिला मैले काम खोजेको, खै के सिभी ल्याउने, एक्सपिरियन्स ल्याउने भन्यो. त्यो पछि छोडिदिएको कामहरू थियो नि धेरै खोजेको काठमाडौँमा. के गर्ने, कामहरू भेटाउँदैन. यता लास्ट गाह्रो हुन्छ गाइस काठमाडौँमा रुमहरूमा बसेर काम खोज्न. उता मैले के भन्छन् बानेश्वरमा पनि खोजेको थिएँ काम, तर 2 दिन गएँ. त्यसपछि खुट्टा दुख्यो, गर्नै अट्ठाएन. बिहान 8 बजीदेखि साँझको कति 10-11 बजीसम्म भने. त्यसपछि छोडिदिएको काम घरमा भनेको, अनि छोडिदिएँ. घरमा पनि नगर भने त्यत्रो 12-13 घन्टा कहाँ सकिन्छ राइज. 12,000 स्यालेरी भन्यो उसको नेपालको अवस्था. अनि अब चाहिँ हामी नजिक नजिक छौँ सिभिल मलको. अब एकछिनमा पुगिन्छ. उता चाहिँ चोक छ. चोकभन्दा तल गयो भने उता के भन्छन् पुतली सडक पुगिन्छ. त्योभन्दा उता गयो भने पार्क बजार. यो चाहिँ मन्दिर गाइज. आई डोन्ट नो के को मन्दिर हो, तर यता राम्रै छ मन्दिर चाहिँ. खै के को मन्दिर हो आई डोन्ट नो. एटिएम नि छ. अनि चाहिँ बिजुलीको तार. यो चाहिँ सिभिल मल हामी पुगिसकेका छौँ. माथि चाहिँ सिभिल मल. अराउन्ड 5 स्टेट पछि हामी सिभिल मल होइन, यो चाहिँ सिटी सेन्टर गाइज. म
चाहिँ कस्तो कन्फ्युज भइदिएको कि सिटी सेन्टर हो कि सिभिल मल भनेर। पहिला चाहिँ मैले सिटी सेन्टर भने त्यहाँ चाहिँ सिभिल मल भनेको सबै, तर सिटी सेन्टर रहेछ गाइस। कस्तो कन्फ्युज भइदिरहेको। यो चाहिँ देख्न सक्नुहुन्छ हामी चाहिँ कमल पोखरी पुगेका छौँ। अब एकछिनमा बाटो क्रस गर्छौँ उता गाइस। हामी चाहिँ कमल पोखरी पुगिसकेका छौँ। यो चाहिँ कमल पोखरी एन्ड यताबाट राइट यता ठुलो गेट छ। सो उताबाट कमल पोखरी गइन्छ। अब खै के बोलौँ भ्लगमा आई डोन्ट नो, फर्स्ट भ्लग भएर होला। के बोल्ने हुन्छ गाइस। भ्लगिङ गर्दा नि भ्लगिङ गर्छु भनेको बोल्नै आउन्न के बोल्ने भनेर। यता चाहिँ मारुति होटल अनि look at the Maruti hotel and यता चाहिँ कमल पोखरी बोइज हस्टेल। सो हामी चाहिँ फाइनली पुगिसकेका छौँ कमल पोखरी। यता सब कपालै कपाल बस्छन्, तर आफू चाहिँ सिङ्गल परियो। त्यस्तो कपाल सपालै बोकेर हिँड्ने मान्छे छैन, के गर्ने। सबै कपालै कपाल छन्, जताततै अलेन्सर यता पनि हेरिदिनु पर्यो, के गर्ने। ब्लगिङ गर्छु भनेको बोल्नै आउन्न, के गर्ने भयो। अनि सबै यतातिर फोटो खिचिरहेका छन् आफ्नो, तर आफ्नो चाहिँ को खिचिदिने फोटो। ब्लगिङ गर्दै बसिरहेको छु, केही छैन। अब बिस्तारै हुन्छ। कति कपाल हौ यता त, कपालै कपाल छन् त, जता हेऱ्यो कपाल। लुक एट द मारुति होटल एन्ड कमल पोखरी सुकिसकेको छ आजभोलि। तर खै पहिला म आउँदा चाहिँ पुरै पानी थियो, आजकल चाहिँ पुरै सुकेको छ। उता बस्ती के भन्छ पुरै फुलहरू फुलेको थियो, आजकल चाहिँ पुरै सुकी छ। आई डोन्ट नो। ट्युसन पढाउन गएको उता मान्छे नै नभेट्टाएर फिर्ता आएछ रिटर्न। उता चाहिँ आन्टीहरू फोटो खिच्दैछन् फुलको पात देखाएर। अनि यो चाहिँ टाइम स्ल्यापमा राखेछ भिडियो। यसको फोन 16 प्रो म्याक्स। उता चाहिँ आन्टीहरू आफ्नै ध्यानमा छन्, चिलमा। यो चाहिँ बिचरा फर्केर आयो उताबाट। कहाँ हो रे त पढाउनु गएको ट्युसन? रातो पुलबाट हिँड्दै यता आयो। अब चाहिँ हामी एकछिनमा सपिङ गर्न निस्किन्छौँ। सो अब चाहिँ हामी एकछिनमा सपिङ गर्न उता कहाँ जाने सुन्दारा जाने थियो हामी सपिङ गर्न। अनि यता चाहिँ न्यू रोड जाने रे गाइस। हामी चाहिँ निस्किसकेका छौँ सपिङ गर्नका लागि। हाम्रो दिजु चाहिँ यता। हेलो भन बाबु हाम्रो ब्लगमा फेरि। हेलो, वेलकम टु माई ब्लग गाइज। वेलकम टु और के भन्छन् इङ्ग्लिस त वेलकम टु आवर लाइफ। सो काठमाडौँको धुलो गाइज यस्तै छ। यताबाट आएको हामीहरू। अब चाहिँ यता जान लाग्यो, यता के भन्छन् दरबार मार्ग गाइज। लुक एट द सनसेट। अब चाहिँ दरबार मार्ग हुँदै उता कहाँ जाने रे हामी? न्यू रोड जाने। न्यू रोडबाट त्यसपछि हुँदै घर जाने। घर होइन, रुममा गएर फेरि भ्लगहरू एडिट गर्छु। अनि त्यसपछि चाहिँ अपलोड गर्छु युट्युबमा। अनि यो चाहिँ हाम्रो साझा बस, टुरिस्ट बस। यसमा चाहिँ कमसेकम अहिले त खाली छ, तर कति बेला चाहिँ पुरा ठेलेर हाले यो के हो गाइस? यता खै मान्छे खै के हो अनि खै के हो गाइस? कसैलाई थाहा छ भने यो उसमा कमेन्टमा भनिदिनु होला। अनि म चाहिँ गाडीमा चाहिँ ठेलेर मान्छे हाल्छन् कहिलेकाहीँ, तर आज चाहिँ खाली नै छ। अनि यसो चाहिँ ट्राफिक डेन्जरै जाम भएको छ। यता चाहिँ ज्योति विकास ब्याङ्क लिमिटेड यता माथि चाहिँ। यता चाहिँ गाइस एटिएम। लुक एट द्याट एटिएम। अनि यो चाहिँ मेरो सिस्टर। कपाल चाहिँ मेन्टेन गरेर राखेछ केटीले। अब छिटै युएसए उठ्दैछ यो पनि। अब चाहिँ हामी पुग्न आँटेका छौँ दरबार मार्ग। त्यसपछि उताबाट राइट ह्यान्ड साइडतिर गएर कहाँ जाने रे हामी? किन नचाएको अलि नपुग्ने भ्लगमा। अब
यस्तै हो गाइस, मसित जो पनि मान्छे आउँछ नर्भस भइहाल्छ। के गर्ने गाइस, यो यता पनि गाइस मैले पहिला काम खोजेको, भोलि आऊ कपाल काटेर भनेको। यता आऊ भनेको, तर म चाहिँ गएन। भोलि कपाल काट्न झ्याउ लागेर काम गर्न छोडिदिएको गाइस। बस्न खान सबै दिएको थियो, तर यता नि काम ट्राई गरेको आएन। अनि त्यस्तै छ गाइजहरू। के गर्ने, भ्लगहरू हो कि खै के हो, मलाई त थाहै छैन के बनाउँदै म। वाउ गाइज, घरमा हरियाली छ। अब एक दिन म किन्छु गाइज यो घर। अहिले म भ्लगमा हाल्दैछु, तर एक दिन यस्तो गड्डी दिएर किन्न आउँछु यो घरलाई। अनि यताबाट चाहिँ हामी क्यामेरा चाहिँ यस्तै छ गाइजहरू। के गर्ने, क्यामेरा क्वालिटी यस्तै छ। के गर्ने गाइज, सबैले हाई क्वालिटीमा बनाउँछ, मैले चाहिँ अलि डिफ्रेन्ट गरौँ भनेर लो क्वालिटीमा भिडियो बनाएको। केही छैन, अब घरमा 16 प्रो म्याक्स छ, तर पनि सबैको हाई क्वालिटीको भिडियो हेरेर मैले चाहिँ अलि लो क्वालिटीमा बनाऊँ, अलिक केही डिफ्रेन्ट गरौँ भनेर चाहिँ बनाएको। अनि आन्टीहरू आफ्नै तालमा छन्। बिहानै निस्किन्छु भनेको भ्लग बनाउनलाई, 2 बजे उठेको सुतेर। अनि त्यसपछि अलिक खाना खाएँ। अहिले भयो टाइम। अब भोलिबाट चाहिँ रेगुलर आउँछ गाइजहरू भ्लग। अनि भ्लगहरू अबबाट डेली झर्छ, डेली ताजा भ्लगहरू झर्छ। अनि यो चाहिँ बच्चाहरू खेलिरहेका छन् यता। लुक एट द आर्किटेक्ट स्कल्पचर गाइज, लुक एट द्याट। किन हाँसेको एक्लै नानी, किन लजाको? राम्रो फुलेका छन्। कसको फुल हो कमेन्ट गर्नु होला। हजुरसँग भिडियो पुग्यो भने रुक जा, रुको जल्दी वहाँ चाहिँ रुको। अब चाहिँ हामी दरबारमा पुग्दैछौँ। यता चाहिँ श्री चुतर बक्तिया नारायण कि खै के मन्दिर हो गाइस। यता चाहिँ खै मैले सुनेको, यता जे भन्यो त्यो पुरा हुन्छ अरे। खै आजसम्म केही आफ्नो पुरा चाहिँ केही नि भएको छैन। जे भन्यो त्यस्तो पुरा मात्र हुन्छ जेमा चाहिँ। अब चाहिँ दरबार मार्ग पुग्दैछौँ। त्यहाँबाट हामी न्यु रोड हुँदै उता रत्नबाग हुँदै रुममा जान्छौँ। अनि यता चाहिँ के हो गाइस, त्यो राजा मारेको ठाउँमा पुग्दैछौँ। यताभित्र चाहिँ राजा मारेको रे। अझ फेरि राजा आउँछु भन्छ, खै आएर पनि के गर्ने जस्तो छैन। राजाले बेरोजगारीले लथालिङ्ग छ देश, जताततै बेरोजगार छन्। यो चाहिँ हिमालयन जावा। यता चाहिँ के कफी सफी खानलाई हुन्छ गाइज। आफू चाहिँ त्यस्तो रेस्टुरेन्ट त्यस्तो जान मन लाग्दैन। के गर्ने हो। यता चाहिँ पार्क गाइज, खै के हो पार्क थाहा छैन, म त गएको छैन। त्यही पनि अब जाम्ला कुनै दिन। यो चाहिँ नारायण हिटी गाइज, नारायण हिटी दरबार रे। यता नारायण हिटी दरबार है। यता गएको छैन, आज चाहिँ बन्द छ। हिजो आन्दोलन थियो, अनि आज चाहिँ बन्द रहेछ नारायण हिटी। अब कुनै दिन जाम्ला। यो चाहिँ जावा क्याफे। यसको चाहिँ नेपालभरि अलमोस्ट सबै जिल्लाहरूमा आउँछ, शाखाहरू छ। म उता थमेलमा पनि धेरै शाखाहरू छ। के गर्ने, जाम्ला कुनै दिन। अब यो चाहिँ नारायण हिटी। अब उता चाहिँ नजाम। अब हामी चाहिँ उता जाने भनेको राति पर्छ, त्यही भएर अब रुममा फर्किँदैछौँ। चाहिँ बलेनले बनाएको, बालेन हो कि बलेन खै के हो, मार्बल हालेको रे। खै यस्तो फोहोर छ, के काम गरेको कुन्नी। यस्तै गाइस नेपालमा। अनि यता चाहिँ टक्क पसलहरू चाहिँ राम्रै छ भनौँ। यता चाहिँ खुइरे बोल्नै आउँदैछ नि, के बोल्ने भयो। सो गाइज अघि चाहिँ रेकर्ड गर्नै बिर्सिरहेछु कि यो बटन थिच्नु है। अलिक भर्खर हेरेको त यो कहाँ पुगे गाइज, हामीलाई पनि थाहा। ए न्यु रोडको जस्तै छ त खै। यता फर्स्ट टाइम आएको गाइज। यताबाट अब तल जान्छौँ हामी। म चाहिँ फर्स्ट टाइम आएको कि यतापट्टि। अनि यो चाहिँ खै के हो, रबर्ट हो के हो। अनि सुजहरूको पसल। कहिले आउँछौँ हामी यता सपिङ गर्न। अब चाहिँ अँध्यारो भयो गाइज, क्यामेराको क्वालिटी जति अँध्यारो भयो त्यति क्यामेराको क्वालिटी घट्दै जान्छ कि मेरो चाहिँ। अब यताबाट रुमतिर लाग्छौँ हामी। ए नेपालीमा गाइजहरू यस्तै छ। अब भ्लग बनाउँदै अब रुमतिर लाग्छौँ।
सो गाइस आजको भ्लग चाहिँ हामी यही इन्ड गर्छौँ। अब नेक्स्ट भ्लगमा भेटौँला। आज किनभने अब अँध्यारो पनि भयो, क्यामेरा क्वालिटी अलिअलि घट्दै जाँदैछ क्या। घाममा चाहिँ अलि हाई क्वालिटी आउँछ, अब अँध्यारोमा त्यस्तै हुन्छ के गर्ने। अब बिस्तारै किनौँला राम्रो क्वालिटीको फोन। अब अर्को भ्लगमा भेटौँला गाइस, बाई।